वक्तृत्व कला भनेको शब्दहरूसँगको मात्र खेल होइन, यो त मनभित्रको संवाद हो जसले समाजलाई परिवर्तन गर्न सक्छ र परिवर्तनको संवाहक बन्न सक्छ। त्यसैले वक्तृत्व कला कुनै पनि शब्दहरूसँगको मात्र खेल नभएर यो निर्भीक रूपमा आफ्ना भनाइहरू राख्नका निमित्त, समाजलाई उजागर गर्नका निमित्त र सत्य तथ्य कुरा सतहमा ल्याउनका निमित्त हृदयबाट, अन्तर्मनबाट बोलिने एउटा कला हो। यसरी लिनुपर्छ हामीले वक्तृत्व कलालाई। वक्तृत्व कला भन्ने बित्तिकै हामीले कुनै पनि विषयका सन्दर्भमा, कुनै पनि विषयमा रहेर आफ्नो भनाइहरू राख्दाखेरि, वक्तृत्व राख्दाखेरि चाहिँ तपाईँले गर्ने सम्बोधनले निकै महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। त्यसैमाथि पनि 5 मिनटको वक्तृत्वभित्र अति छोटो समयमा तपाईँले आफ्नो सम्बोधनलाई सकाउनु पर्ने हुन्छ। त्यसैले सम्बोधनको निकै महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। तपाईँले छोटो अनि मिठो सम्बोधन कसरी गर्ने र प्रभावकारी सम्बोधन कसरी गर्ने, वक्तृत्व कलामा सहभागी हुन गइरहनु भएको छ भने आउनुहोस्, आज हामी सोही विषयमा चर्चा गर्न गइरहेका छौँ। कहाँदेखि हेर्दै हुनुहुन्छ, तपाईँ सुन्दै हुनुहुन्छ, प्रतिक्रिया दिन सक्नुहुनेछ कमेन्ट बक्समा गएर। म छु डिआर काफले। साथीहरू, ब्राइटर नलेजमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सनुहोला। विशेष गरेर हामीले के बुझ्नुपर्छ भन्दाखेरि चाहिँ सम्बोधन भन्ने बित्तिकै पहिला हामीले कार्यक्रममा को सहभागी भएका छन् अतिथिको रूपमा, राइट, विशिष्ट अतिथि एवं अन्य को उपस्थित हुनु भएको छ भन्ने कुरा निकै ख्याल गर्नुपर्दछ सम्बोधन गर्नका निमित्त। त्यसो त कार्यक्रम सञ्चालकले जब कार्यक्रम सञ्चालन गर्छ, जब सुरुवात गर्छ, त्यो बेलामा तपाईँले कोलाई आसन ग्रहण गराइरहेको हुन्छ भनेर एकदमै मजासँग हेर्नुपर्ने हुन्छ। तपाईँले कार्यक्रम सञ्चालकले कार्यक्रम सञ्चालन गरिरहँदाखेरि अथवा आसन ग्रहण गराउँदाखेरि चाहिँ त्यो कुरा तपाईँले ध्यान दिनुभयो भने तपाईँलाई सम्बोधन गर्न सजिलो हुन्छ। विशेष गरेर भन्ने हो भने वक्तृत्व कलामा यही सम्बोधन गर्नुपर्छ भन्ने हुँदैन। जस्तो विभिन्न संस्थाहरूले आयोजना गरेको वक्तृत्व कला हुनसक्छ, शैक्षिक संस्थाहरूले आयोजना गरेको, विद्यालयहरूले आयोजना गरेको हुनसक्छ, राइट, एवं अन्य कुनै पनि सङ्घ संस्थाहरूले आयोजना गरेका हुन सक्छन् वक्तृत्व कला। त्यो सन्दर्भमा औपचारिक कार्यक्रममा तपाईँले वक्तृत्व राख्नुपर्ने हुन्छ अथवा अनौपचारिक रूपमा पनि आफ्नो वक्तृत्व कला राख्नुपर्ने हुन्छ। त्यसैले वक्तृत्व कलालाई यसरी नै सम्बोधन गर्ने भन्ने कुरा कुनै पनि यही भन्ने कुरा छैन। तथापि तपाईँले के बुझ्नुपर्छ भने कार्यक्रममा आसन ग्रहण गराइएका व्यक्तिहरूलाई चाहिँ तपाईँले सम्झिनुपर्छ। जस्तो उदाहरणको कुरा गरौँ, सम्बोधन गर्दाखेरि पहिला तपाईँले माइक्रोफोनको अगाडि गइसके पछाडि कार्यक्रम सञ्चालकलाई धन्यवाद दिनुहोस्। तपाईँले वक्तृत्व कलामा मात्रै होइन, अन्य जुनसुकै कार्यक्रमहरूमा, जुनसुकै सन्दर्भमा तपाईँ बोल्दा पनि पहिला कार्यक्रम सञ्चालकलाई धन्यवाद भन्नुहोस्। धन्यवाद कार्यक्रम सञ्चालकज्यू भन्नुहोस्। अनि हामीले सम्बोधनमा पहिलो सम्झने भनेको कार्यक्रमको सभाध्यक्ष हो। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। साथै आजको यस वक्तृत्व कला प्रतियोगिताका अथवा वक्तृत्व कला प्रतियोगिताका सभाध्यक्ष महोदय, यसरी भन्न सक्नुहुनेछ, सभाध्यक्ष महोदय। साथै आजको यस कार्यक्रमका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू तथा सम्पूर्ण अतिथिज्यूहरूसँगै प्रतियोगी एवं अन्य साथीहरू, यसरी तपाईँले भन्न सक्नुहुनेछ। र त्योभन्दा अगाडि तपाईँले के पनि थप्नुपर्ने हुन्छ भने एक हातमा कलम र एक हातमा कपी लिएर न्यायको तराजु लिएर बसिरहनुभएका आजका निर्णायकज्यूहरू भनेर निर्णायकज्यूलाई पनि तपाईँले सम्झनुपर्छ। निर्णायकज्यूलाई सम्झँदाखेरि यसलाई एउटा मिठास बनाउनका निमित्त तपाईँले, राइट, एक हातमा कलम र एक हातमा कपी लिएर, होइन, न्यायको तराजु लिएर बसिरहनुभएका भनेर यसरी निर्णायकज्यूहरू होइन, यसरी निर्णायकलाई सम्झन सक्नुहुन्छ। र त्यो पछाडि बल्ल तपाईँले प्रतियोगी एवं अन्य साथीहरू भनेर सम्झन सक्नुहुनेछ। त्यससँगै दर्शक दीर्घहरूलाई पनि तपाईँले चाहिँ सम्झन बिर्सन हुँदैन। तपाईँले सम्बोधन गरिरहनु भएको छ भने तपाईँको दर्शक दीर्घ निकै महत्त्वपूर्ण हुन्छ। त्यसै गरी तपाईँ विद्यालयमा बोलिरहनु भएको छ, विद्यालयको वक्तृत्व कलामा सहभागी हुन गइरहनु भएको छ भने तपाईँले देशमा विराजमान आजका, होइन, सभाध्यक्ष महोदय, यसरी अनि श्रीमान प्रधानाध्यापकज्यू, सम्पूर्ण शिक्षकका शिक्षिकाज्यूहरू र मेरा सम्पूर्ण प्यारा साथीहरू, यसरी तपाईँले सम्बोधन गर्न सक्नुहुन्छ, छोटो अनि मिठो। हेर्नुहोस् है, तपाईँ विद्यालयमा बोल्दै हुनुहुन्छ भने देशमा विराजमान हुनुभएका आजका अतिथि एवं यस विद्यालयका प्राचार्य प्रधानाध्यापक श्री डक्टर ज्यू, यसरी अनि सम्पूर्ण शिक्षक र शिक्षिकाज्यूहरू र मेरा समकालीन प्यारा साथीहरू,
तपाईले सम्बोधन दिइसके पछाडि एकदम छोटो एकदम संक्षिप्त रूपमा उपस्थित सम्पूर्णलाई आभार व्यक्त गर्नुपर्दछ। तपाईको अमूल्य समय हैन, तपाईको अमूल्य समय र एटेन्सनका लागि हैन, तपाईको उपस्थितिका लागि सम्पूर्ण महानुभावजीहरुमा म हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु। स्वीकार्नुहोस् भनेर यसरी तपाईले कृतज्ञता पनि ज्ञापन गर्नुपर्ने हुन्छ। ओके, सम्बोधन गर्दा ख्याल गर्नुपर्ने अर्को कुरा भनेको सम्बोधन तपाईले जसलाई गरिरहनु भएको छ उतै हेरेर हातले यसरी चाहिँ भनेर अझै सम्बोधन गरिदिनु भने अझै बेटर हुन्छ, राइट? अलि तपाईले हेर्दाखेरि श्रोताहरूलाई हेरेर अनि वक्ता अतिथिहरूलाई हेरेर चाहिँ सम्बोधन गरिदिनु भने बेटर हुन्छ। दायाँ बायाँ भुइँमा हेर्न थाल्नुभयो भने त्यति प्रभावकारी नहुन सक्छ। विशेष गरेर तपाईले जस्तै निर्णायक जीवहरू भनेर भन्दाखेरि निर्णायकलाई हेर्नुहोस्, सभाध्यक्षलाई हेर्नुहोस्, प्रमुख अतिथि हुँदा प्रमुख अतिथि भन्नुहोस्, यसरी राइट? यसरी गर्नुभयो भने बेटर हुन्छ। यसरी विषयवस्तु सुरु गर्नुभन्दा अगाडि तपाईले कार्यक्रम आयोजकलाई पनि धन्यवाद दिनुहोस्। यसरी आज यो संस्थाले यो कार्यक्रम आयोजना गरेको छ र यो सम्बन्धमा कुन विषयमा तपाईँ बोल्न गइरहनु भएको छ उक्त विषयमा, जस्तै देश विकासमा युवाहरूको भूमिका यो शीर्षकमा आफ्ना भनाइहरू राख्न पाउँदाखेरि म अत्यन्त गर्ववान्वित भएको छु, खुसी महसुस गरेको छु। आयोजक टिमलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु यो कार्यक्रम आयोजना गरिदिएकोमा भनेर यसरी कार्यक्रम आयोजकलाई तपाईले धन्यवाद दिन सक्नुहुन्छ। यसरी हामीले के बुझ्नुपर्छ भने वक्तृत्व कला भनेको शब्दहरूसँगको मात्र खेल होइन, यो त मनभित्रको संवाद हो जसले समाजलाई परिवर्तन गर्न सक्छ र परिवर्तनको संवाहक बन्न सक्छ। त्यसैले वक्तृत्व कला कुनै पनि शब्दहरूसँगको मात्र खेल नभएर यो निर्भीक रूपमा आफ्ना भनाइहरू राख्नका निमित्त, समाजलाई उजागर गर्नका निमित्त र सत्य तथ्य कुरा सतहमा ल्याउनका निमित्त हृदयबाट अन्तर्मनबाट बोलिने एउटा कला हो। यसरी लिनुपर्छ हामीले वक्तृत्व कलालाई। यसरी तपाईले आफ्नो सम्बोधनलाई सकाएर, सटिक सम्बोधनलाई सकाएर विषयवस्तुमा प्रवेश गर्नुपर्ने हुन्छ र कार्यक्रम सञ्चालक अथवा लाई धन्यवाद भनिसके पछाडि, सम्बोधन गरिसके पछाडि अनि कार्यक्रम आयोजना गर्ने संस्थालाई धन्यवाद भनिसके पछाडि अनि तपाईले चाहिँ दर्शक दीर्घ सबैलाई धन्यवाद भनिसके पछाडि विषयवस्तुमा प्रवेश गर्नुपर्छ र विषयवस्तुमा प्रवेश गर्नुभन्दा अगाडि त्योसँग सम्बन्धित कुनै पनि कुराहरू, कथा, कविता भनेर भन्न सक्नुहुन्छ। अनि सभाध्यक्ष महोदय भनेर सभाध्यक्षलाई सम्बोधन गर्दै गर्दै बोल्न सक्नुहुन्छ बीचबीचमा हैन। निर्णायकज्यूहरूलाई हैन सम्बोधन गरेर बोल्न सक्नुहुन्छ। यसरी तपाईले सटिक सम्बोधन गर्नुभयो भने बेटर हुन्छ। यो धेरै लामो सम्बोधन कसरी गर्ने भन्नेतिर कहिले पनि धेरै नसोच्नु होला। तपाईले कार्यक्रममा कोही आसन ग्रहण गराइन्छ त्यसलाई सटिक रूपमा सम्बोधनलाई टिप्नुभयो र जहाँ पनि मिल्ने सम्बोधन भनेको आजको यस कार्यक्रमका सभाध्यक्ष महोदय, विशिष्ट अतिथिज्यू तथा देशमा आसन सम्पूर्ण अतिथिज्यूहरूसँगै आजको यस कार्यक्रममा निर्णायकको भूमिकामा रहनुभएका, एक हातमा कलम र कपी लिएर बसिरहनुभएका, न्यायको तराजु लिएर बसिरहनुभएका निर्णायकज्यूहरू भनेर निर्णायकलाई एउटा एक्स्ट्रा सम्झनु पर्यो तपाईँले, देश लगतै प्रतियोगी एवं अन्य साथीहरू र दर्शक महानुभावहरू भनेर यसरी दर्शकसम्मलाई तपाईँले सम्झेपछि तपाईँको सम्बोधन पुरा हुन्छ। ओके, सो सिक्ने सिकाउने अभियान हो। ब्राइटर नलेजसँगै रहने प्रयास गर्नुहोला। कहाँदेखि हेर्दै हुनुहुन्छ अथवा सुन्दै हुनुहुन्छ एउटा प्रतिक्रिया चाहिँ दिन नबिर्सनु होला।